संयुक्त राष्ट्र सङ्घमा पहिलो नेपाली प्रतिनिधि को हुन्? चुडा प्रसाद शर्मा र ऋषिकेश शाह। राष्ट्रिय सहकारी दिवस कहिले मनाइन्छ? चैत 20। नेपालले संयुक्त राष्ट्र सङ्घमा कहिलेबाट स्थायी प्रतिनिधि पठाउन थालेको हो? सन् 1956। अन्तर्राष्ट्रिय मुटु दिवस कहिले पर्दछ? सेप्टेम्बर 29। गोर्खा राष्ट्रको स्थापना द्रव्य शाहले कहिले गरेका थिए? 1616। नामको अगाडि सुमति लेख्ने राजा को हुन्? जितामित्र मल्ल। लिम्पियाधुरा लिपुलेख समेटिने गरी नेपालको नक्सा कहिले सार्वजनिक भयो? 2077 जेठ 7। सेतो धरती उपन्यासका लेखक को हुन्? अमर न्यौपाने। किरात धर्मावलम्बीको धार्मिक पुस्तक कुन हो? मुन्धुम। गण्डकी प्रदेश प्रतिनिधि सभाको निर्वाचन क्षेत्र कतिवटा छ? 18। अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कहिले पर्छ? डिसेम्बर 10। बिहारको दुःख भनेर कुन नदीलाई चिनिन्छ? कोशी। पबजी खेलका निर्माणकर्ता को हुन्? ब्रेन्डन ग्रिन्स। निजीकरण गरिएको पहिलो संस्थान कुन हो? बाँसबारी छाला जुत्ता कारखाना। नारायण हिटी दरबारका डिजाइनकर्ता को हुन्? बिफोन। नेपालमा कति किसिमका लालीगुराँस पाइन्छ? 32 प्रकार। नेपालमा सर्वप्रथम प्रयोग गरिएको पहिलो कम्प्युटर कुन हो? IBM 1401। इथियोपियाको पुरानो नाम के हो? अबिसिनिया। मयूर टाइम्स उपन्यासका लेखक को हुन्? नारायण वाग्ले। माछालाई ताजा राख्न प्रयोग गरिने रसायन कुन हो? फर्मालिन। बेलायतले भारतमा कुन नामले शासन गरेको थियो? ईस्ट इन्डिया कम्पनी।
नेपालको प्रामाणिक समय कहिलेबाट निर्धारण गरियो? 2042 वैशाख 1। हैजा कुन भाइरसबाट लाग्दछ? विब्रियो कोलेरा। विक्रम सम्वत 2007 सालपछि निर्वाचित पहिलो प्रधानमन्त्री को हुन्? बीपी कोइराला। 52 पोखरी 53 तालको जिल्ला भनेर कुनलाई चिनिन्छ? रुकुम। नेपालमा मात्र पाइने चरा कुन हो? काँडे भ्याकुर। साइटिसको प्रधान कार्यालय कहाँ छ? जेनेभा। अन्तर्राष्ट्रिय जैविक विविधता दिवस कहिले मनाइन्छ? मे 22। हरित पेटिका अभियान ग्रीन बेल्ट मुभमेन्टको संस्थापक को हुन्? वाङ्गरी मठाई। आधा भाग किरा र आधा भाग वनस्पति हुने शक्तिवर्धक जडीबुटी के हो? यार्सागुम्बा। काग सम्मेलन कोसँग सम्बन्धित छ? गौतम सापकोटा। जैविक विविधतामा नेपाल विश्वको कुन स्थानमा पर्छ? 25औं। वायुमण्डलको ओजन तह पातलिँदै गएको कुरा प्रकाशमा ल्याउने वैज्ञानिक को हुन्? शेरवुड रोल्यान्ड। क्षयरोगबाट बच्न कुन खोप प्रयोग गर्नु उपयुक्त हुन्छ? बीसीजी। भिटामिन ए को रासायनिक नाम के हो? रेटिनोल। कृषि उत्पादनका हिसाबले सबैभन्दा उर्वर र उत्पादनशील माटो कुन हो? तलैया माटो। कति स्थिर जेथा भएको उद्योगलाई ठूला उद्योग भनी वर्गीकरण गरिएको छ? 15 करोड माथि। नेपालको पहिलो राजमार्ग कुन हो? त्रिभुवन राजपथ। नेपालको दोस्रो प्रमुख खाद्यान्न बाली कुन हो? मकै। सरकारले कुन वर्षलाई लुम्बिनी भ्रमण वर्षका रूपमा मनायो? 2012 एडी। हामीले दैनिक रूपमा खाने नुनको रासायनिक नाम के हो? सोडियम क्लोराइड NaCl। दूधको शुद्धता नाप्ने यन्त्रलाई के भनिन्छ? ल्याक्टोमिटर। रोबर्ट
को पूरा रूप के हो? रकेट बोन इमर्जेन्सी रेडियो ट्रान्समिटर। प्रकाशको तीव्रता नाप्ने यन्त्रलाई के भनिन्छ? फोटोमिटर। लेजरको पूरा रूप के हो? लाइट एम्प्लिफिकेसन बाई स्टिमुलेटेड इमिसन अफ रेडिएसन। सूर्यलाई हेर्न सकिने यन्त्र कुन हो? टेलिस्कोप। सर्वव्यापी गोलक केलाई मानिन्छ? पानी। सबैभन्दा क्रियाशील धातु कुन हो? फ्रान्सियम। फ्रिजमा कुन ग्यास हुन्छ? अमोनिया। मोबाइल फोनमा प्रयोग हुने सिम कार्डमा सिमको पूर्ण रूप के हो? सब्सक्राइबर आइडेन्टिफिकेसन मोडुल।